everyone, welcome back to my channel again. Thank you for showing so much love in my previous video. Mm, and yeah, so in today's video, I'll be speaking in Nepali because पहिलाको भिडियो हेरेर मेरो पुरा माथाहरू घुम्यो हैन. सो आजको भिडियोमा चाहिँ म नेपालीले बोल्छु है. लास्ट भिडियोमा हिन्दीमा बोलेको थिएँ र आजकोमा चाहिँ it will be all in Nepali. र आजको भिडियो पनि मैले लास्ट टाइम चाहिँ विन्टर हल बनाएको थिएँ. त्यो विन्टर चाहिँ मैले कहिले बनाएको थिएँ कि अन्त चाहिँ खासमा त्यो एडिट नगरेर अपलोड नगरेको मात्रै हो. लास्टमा चाहिँ अब समरकै टाइममा चाहिँ अपलोड गर्न मिल्यो. अनि कतिजनाले चाहिँ के अरे अब त समर आइसक्यो त विन्टरको लुगा के गरेको भन्दै थियो, जिस्काइरहेको थियो नि त हैन. र आजकोमा चाहिँ सो एभ्रिथिङ विल बी समर हल र समर टी सर्ट टप्सहरू अलिक कम्ती छ, बेसी त छैन. तीन चारवटा भन्दा पनि खै कतिवटा छ हैन. सो या जुन चाहिँ मैले मतलब अर्डर गरेको छु, कतिवटा मैले लगाइसकेको छु, कतिवटा चाहिँ मैले लगाइसकेको छुइनँ. सो रिभ्यू पनि त्यही हिसाबले नै हुन्छ. अन्त त्यति नै हो है. सो बेसी त छैन, अलिअलि छ. अन्त चाहिँ अहिले चाहिँ यहाँको फिलहालको वेदर चाहिँ बल्ल पानी रह्यो. अन्त बेलुकैबाट पानी पऱ्यो कि पानी चाहिँ अहिले रहेर चाहिँ घाम लागिरहेछ फेरि. सो यतिकै बसिरहनु भन्दाखेरि चाहिँ म चाहिँ भिडियो बनाऊँ न त भनेर चाहिँ आएको हो है. हेरिदिनु ल. अनि चाहिँ without any further ado, let's start our video. So the first one is यो पिङ्क कलरको ओभरसाइज टी सर्ट जुन चाहिँ मैले लिएको छ हट मेस. र यो चाहिँ यस्तो छ. यो चाहिँ खास मैले लगाइसकेको हो. एकदम यो क्वालिटी पनि एकदमै राम्रो छ. मटेरियल चाहिँ यो कटन हो र चाहिँ ओभरसाइज हो है. सो यो इट गोज रियली वेल विथ जिन्स, कार्गो, हाफ प्यान्टहरूसँग, सर्ट्सहरूसँग एकदमै राम्रो हुन्छ यो चाहिँ. सो माई रिभ्यू फर दिस इज 10 on 10 है. एन्ड हाम्रो नेक्स्ट पनि हो ओभरसाइज टी सर्टै हो. यो पनि यो चाहिँ दुईटा कलरमा छ है. यो चाहिँ दुईटा कलरमा छ, ब्राउन एन्ड बेज हो. यसको चाहिँ यस्तो छ, राउन्ड नेक हो. यो क्वालिटी राम्रै छ. यो पनि कटनकै हो. र इन्जोइङ अल लाइफ लेखिरहेको छ पछाडि पनि. यस्तो छ पछाडि चाहिँ. यो चाहिँ के भयो भने मैले अर्डर गरेर एकपल्ट पनि लगाएको छुइनँ, लगाउनु पाएको चाहिँ छुइनँ. घरबाट निक्लेको भए कहाँ जाँदा चाहिँ लाउनु है. सो या यो पनि राम्रो छ. मैले यो लगाइसकेर चाहिँ कस्तो रहेछ के रहेछ है, यो चाहिँ प्रपर रिभ्यू दिनेवाला छु सर्ट्समा है, सर्ट्स भिडियोमा. अन्त या इफ यु गाइज वान्ट लाइक कुर्ताको एथनिक वेयरहरू, डेली वेयरहरू मैले सर्ट्स पनि अपलोड गरि नै रह हुन्छु. बेसी डेली त होइन, गरि नै रह चाहिँ हुन्छु. सो यु क्यान चेक इट आउट है. तपाईँहरूलाई त्यो कुर्ता सेटहरू चाहिँ मतलब मन पर्यो, अगर तपाईँहरूलाई लिङ्क चाहियो भने चाहिँ यु क्यान जस्ट कमेन्ट डाउन हो. यो चाहिँ थियो नम्बर 2. र हाम्रो नेक्स्ट छ, त्यो पनि राउन्ड नेक टी सर्टै हो. यो चाहिँ हो ग्रे वाइल्ड सोल. यो चाहिँ यस्तो छ. यो चाहिँ खासमा कटन ब्लेन्ड रहेछ. त्यहाँ चाहिँ कटन ब्लेन्ड दिएको थियो, कटन आई डोन्ट नो, तर यस्तो आएको छ. यो चाहिँ हो लियोट्युडको हो र खासै राम्रै छ. त्यस्तो मतलब समरमा चाहिँ ठिकै नै हो. र यहाँ चाहिँ यस्तो छ, लियोट्युड वाइल्ड सोल लेखेको छ. त्यसको लागि चाहिँ आई विल गिभ 7 out of 10. र अर्को हो, दिस इज 1 आई गेस. नम्बर 4मा चाहिँ यस्तो छ, यो वाइट कलरको यस्तो टप्स छ. यहाँ चाहिँ यस्तो छ, यहाँनिर बलुन स्लिभ भन्छ के भन्छ पनि आई डोन्ट नो, यस्तो छ है. यहाँनिर चाहिँ यस्तो देख्दैछ, यहाँ चाहिँ यस्तो चाहिँ क्यान यु गाइज सी इट. यहाँ चाहिँ एम्ब्रोइडरी गरेर जस्तो यस्तो छ नि त, हल्का काम गरेको छ. राम्रो छ. यो चाहिँ कटनको मतलब रेयनको हो. समरमा एकदमै राम्रो हुन्छ यो चाहिँ. सो दिस इज लाइक 10 on 10. दामी, मलाई त पुरै मनपर्छ. दिस इज वान अफ माई फेभरेट है. र नेक्स्ट हो, दिस इज अल्सो वाइट टप. यस्तो छ, यो पनि सेम हो. यो पनि यहाँनिर बलुन स्लिभै छ, यस्तो खालको छ. यो पनि टप्सै हो. यहाँनिर चाहिँ यु विल गेट अ रिबन
यस्तो बान्ने खालको छ र त्यो एकदमै शीतल छ क्या समरको लागि चाहिँ एकदमै राम्रो यो पनि कटनको हो हेर्न सक्नुहुन्छ र नेक्स्ट छ मेरो त समरमा त प्राय लाइक लुगा वाइट मात्रै मिलिरहेको हुन्छ यो चाहिँ यस्तो छ यो पनि टप्सै हो यो चाहिँ यस्तो छ कि कपडा एम्ब्रोइडरी गरे जस्तै यस्तो गरेको कपडा छ कि मजाको राम्रो यो पनि कटनमै हो यो चाहिँ यु क्यान वेयर इट विथ ट्राउजर jeans anything it goes really well with everything र नेक्स्ट हो यो चाहिँ एकदमै लाइक अहिले चल्ती ट्रेन्डी छ क्या म चाहिँ फेरि महँगा पनि नमहँगा मैले जहाँदेखि यतादेखि त्यस्तै उता हेरेँ त्यस्तै छ क्या तर मलाई एकदमै मन पर्यो नि त र यो चाहिँ हो लाइक कोरियन टी सर्ट भन्छ कि के भन्छ थाहा भएन मलाई यस्तो चाहिँ छ रेडमा छ मैले खासमा मगाएको थिएँ अर्डर गरेको चाहिँ मैले पिङ्कमा थिएँ कि लास्टमा चाहिँ यो आएछ र पनि मलाई मन पर्यो नि त यो चाहिँ रेयनको हो मलाई मन पर्यो त्यही भएर चाहिँ मैले राखेँ फर्काएन मैले यहाँनिर चाहिँ यो गेट लाइक यो बान्ने खालके होइन मैले यो पनि लगाएको छुइनँ अर्डर गरेर मतलब राखेँ मात्रै छु सो जुन दिन लाउँछु त्यही दिन युल गेट द रिभ्यू है यस्तो छ यो चाहिँ यो टी सर्टसँग चाहिँ वाइट प्यान्ट या त ब्ल्याक है त्यो दुईटा नै राम्रो थियो बिकज ब्ल्याक एन्ड वाइट र रेड र वाइटको कम्बिनेसन इट लुक्स गुड सो लेट्स सी के हुन्छ है सो यो यसको पनि राम्रो छ र अब चाहिँ हामीसँग लास्ट दुईटा छ त्यो हो यो आउटर मगाएको थिएँ कि मैले यो आउटर अर्डर गरेको थिएँ हो यस्तो आइरहेछ खै मैले त किन मगाएको मलाई पनि थाहा छैन यो तर हुन्छ नि त कतिवटा मतलब यो हाम्रो यो हुन्छ नि ड्रेस त्यो स्लिभवाला मलाई त्यो स्लिभवाला लाउनु मन पर्दैन त्यही भएर चाहिँ मैले यो मगाइरहेको अब जुन दिन लाउँछु त्यही दिन थाहा हुन्छ यो पनि मैले लगाएको छैन तर यो आउटर चाहिँ एकदमै राम्रो छ वाइट कलरको है वाइट त जेमा पनि गइहाल्छ र यसको तल चाहिँ यस्तो खालको डिजाइन छ यस्तो खालको डिजाइन छ कि सो हेरौँ अब यो केसँग लाइन्छ हो र लास्टमा चाहिँ छ कर्ड सेट छ एउटा सर्ट्स र टी सर्ट छ राम्रोसँग देखेको छैन होला कि तर पनि म यहाँनिर चाहिँ फोटो राखिदिन्छु नि है स्क्रिनसट यो चाहिँ हो सर्ट्स है क्वालिटी एकदमै राम्रो छ युल गेट द पकेट गुड भाइब्स यो चाहिँ कटनको हो एकदमै राम्रो छ यो चाहिँ र योसँग चाहिँ यो सेटमा थियो यो र यो टी सर्ट यो ओभरसाइज टी सर्ट गुड भाइब्स र समरको लागि चाहिँ एकदमै गुड के र मैले यो वाइट भयो यो सेममा मैले ल्याभेन्डर कलरमा पनि मगाएको थिएँ तर त्यसको चाहिँ के छ भने यो त अब यस्तो छाम्दा पनि कटनै हो भनेर चिनिन्छ नि त त्यो चाहिँ अलिअलि त्यो हुन्छ नि कटन ब्लेन्ड त्यो मिलावटी खालके त्यस्तो खालके आएको छ हो फेरि मैले त्यसको पेपर एकदम खोल्ने बित्तिकै कहाँ फ्याँकेँ अब न म रिटर्न गर्न सक्छु न के सो यो चाहिँ दामी आएछ तर त्यो पर्पल चाहिँ कस्तो आएछ हो तर पनि राखिरहेको छु द्याट्स इट फर टुडे गाइज आजको लागि चाहिँ यति नै थियो है होप यु अल इन्जोयड वाचिङ इट र मेरो चाहिँ भ्लग खै भन्छ साथीहरूले खै कतै त घुम्नु गएको छैन कता के चाहिँ भ्लग गर्ने हो र त्यही हो आजको भिडियो चाहिँ यति नै थियो है थ्याङ्क यू फर वाचिङ टिल द एन्ड एन्ड म यो मतलब यो लाउँदै देखाउनु त कस्तो लाग्छ कि मलाई त्यही भएर चाहिँ म जस्ट यस्तो देखाइदिन्छु र यहाँनिर चाहिँ म त्यो स्क्रिनसट राखिदिन्छु त्यसको प्राइसहरू के हो भनेर त्यति नै हो है थ्याङ्क यू फर वाचिङ टिल द एन्ड बाई बाई स्टे सेफ लभ यु अल Thank you for watching. See you in another video.